काठमाडौँको मुटुमा हरेक वर्ष घोडा दौडाइन्छ। तर के तपाईँलाई थाहा छ, यो केवल दौड होइन, यसको पछाडि एउटा पुरानो रहस्य लुकेको छ। आज हामी घोडे जात्रासँग जुडेको किम्वदन्ती सुन्नेछौँ। घोडे जात्रा काठमाडौँ उपत्यकामा मनाइने एक विशेष पर्व हो। यो पर्व हरेक वर्ष चैत कृष्ण प्रतिपदामा मनाइन्छ। टुरी खेलमा घोडा दौडाइन्छ, सैनिक परेड गरिन्छ र सहर उत्सवमय हुन्छ। तर यो केवल मनोरञ्जनको लागि सुरु भएको पर्व होइन। योसँग एक गुरुमापा नाम गरेका राक्षसको कथा जोडेको पाइन्छ। धेरै वर्ष पहिले काठमाडौँको इतुम्बहालमा केशचन्द्र नामक व्यापारी बस्थे। उनी चतुर मानिस थिए, तर उनको एउटा ठुलो कमजोरी थियो। उनी जुवाको लटमा फसेका थिए र दिनहुँ जुवा खेल्थे। र एक दिन उनले आफ्नो सबै कमाई जुवामा हारे। त्यसपछि दुखी भएका केशचन्द्र अब मद्दत माग्न कता जाउँ भनी सोच्न थाले। तब केशचन्द्रलाई आफ्नो दिदीको याद आयो। उनको दिदीको धनी व्यापारीसँग बिहे भएको थियो। अब दिदीको घर नै जानु पर्ला भनी सोच्दै उनी दिदीको घर गए। दिदीले पनि आफ्नो भाइ आएको देखि खुसी भई भाइको स्वागत गरिन्। त्यसपछि दिदीले माया गरेर भाइको लागि स्वादिष्ट खाना पकाइन् र सुनको थालमा पस्केर खान दिइन्। केशचन्द्रले खुसी हुँदै खाना खाए। खाना खाइसकेपछि उनले त्यो सुनको थाल सुटुक्क लुकाए र बिस्तारै दिदीको घरबाट निस्के। केशचन्द्र सुनको थाल लिएर फेरि जुवा खेल्न गए र त्यो पनि हारे। लाज मान्दै केशचन्द्र फेरि पनि दिदीको घर पुगे। दिदीले माया गरेर फेरि पनि खाना दिइन् र यसपटक पनि चाँदीको थालमा दिइन्। केशचन्द्रले फेरि खुसी हुँदै खाना खाए। तर यसपटक पनि उनले खाना खाइसकेपछि चाँदीको थाल पनि चोरे। सधैँ झै फेरि जुवा खेल्न गए र सधैँ झै फेरि हारे। सानो मुख लगाउँदै उनी तेस्रो पटक पनि आफ्नो दिदीको घर पुगे। यसपालि भने दिदीलाई भाइको जुवा खेल्ने बानीले निकै रिस उठेको थियो। त्यसैले उनले पातमा खाना पस्काइन् र भुइँमा राखिन्। यो देखेर केशचन्द्र निकै लज्जित भए। उनको आँखा रसाए र उनले खान सकेनन्। उनले त्यो खाना कपडामा बाँधेर बिस्तारै घरबाट निस्के। उनी निकै दुखी हुँदै आफ्नो घरतिर लागे र बीच जङ्गलको बाटो पुगे। धेरै बेर हिँडिसकेका उनलाई थकान महसुस भयो र भोक पनि लाग्यो। सो अघि बाँधेर ल्याएको खाना खानु पर्ला भनी खोले, तर खाना ओसिसकेको रहेछ। थाकेका केशचन्द्रले त्यो खाना सुकाउन त्यही कपडा ओछ्याई फिजाए र थकान मेट्न आराम गरे। जङ्गलमा रहेका चराचुरुङ्गी भुइँमा बाँडिएका खाना देखेर आए र सबै टिपेर खाए। आफूहरूलाई खुवाएका बापत सहयोग गर्न ती चराचुरुङ्गीले सुनको अन्डा झारेर गए। केही समयको निन्द्रापछि केशचन्द्र बिउजिए र उनले भुइँमा सुनको अन्डा देखे। उनले खुसी हुँदै सबै अन्डा बोरा बनाएर बाँडे। तर त्यो बोरा अत्यन्त भारी थियो, उनले उठाउनै सकेनन्। त्यही समयमा अचानक जङ्गलबाट एउटा विशाल आकृति केशचन्द्रतर्फ आए। ती थिए मान्छे खाने डरलाग्दा राक्षस गुरुमापा। गुरुमापाले भने, म तिम्रो सुगन्धले आकर्षित भएर आएको हुँ। आज तिमी नै मेरो आहारा भयो। डराएका केशचन्द्रले भने हतारिँदै मामा भनी सम्बोधन गरिहाले र भने, मलाई नखानुहोस्, बरु मलाई यो भारी बोक्न मद्दत गरी मसँग मेरो घर हिँड्नुहोस्। म तपाईँलाई मिठो मिठो खाना खुवाउँछु। आफूलाई मामा भनी सम्बोधन गरेको र मिठो खाना खुवाउँछु भनेको सुनि गुरुमापा सहमत भए र त्यो भारी बोकी केशचन्द्रको पछाडि हिँडे। केशचन्द्रले गुरुमापालाई आफूसँगै इतुम्बहालमा ल्याए र आफ्नो घरमा बसाए। आफूले बाचा गरेको अनुसार केशचन्द्रले गुरुमापालाई आफ्नो घरमा राखेर मिठो मिठो खाना दिन्थे। तर गुरुमापाको भोक भने मेटिएको थिएन। त्यसैले उनी राति चुपचाप आफ्नो आहारा खोज्न जान्थे। बिहानी पख गाउँमा गाउँलेहरूले बच्चाहरू हराएको भनी महसुस गर्न थाले र गाउँलेहरू निकै चिन्तित हुन थाले। आमा बुवाहरूले साँझ पर्नासाथ आफ्ना बच्चाहरूलाई घरमा लुकाइहाल्थे। बिस्तारै गाउँलेहरूले रातमा गुरुमापा हिँड्ने र बच्चाहरूलाई आहारा बनाउने कुरा पत्ता लगाए।
त्यसपछि गाउँलेहरू केशचन्द्रलाई भेट्न गए र सबै कुरा सुनाए। केशचन्द्रले गाउँलेहरूका कुरा सुनेर यसलाई समाधान गर्न आफूले गुरुमापालाई टुँडिखेलको खुला चौरमा ल्याउने र त्यहाँ सबैले मिली गुरुमापालाई हराउने सुझाव दिए। सबैजना यो कुरामा सहमत भए। त्यसपछि केशचन्द्र घर गए र गुरुमापालाई भने, गुरुमापा, टुँडिखेलको ठुलो रुखमा बस्नुहोस् है, म तपाईँको लागि धेरै भोजन लिएर आउँछु। यो सुनेर गुरुमापा खुसी हुँदै टुँडिखेलतिर गए। टुँडिखेलमा काठमाडौँका मानिसहरू एकजुट भए र तरवार, खुकुरी र लट्ठीले गुरुमापामाथि आक्रमण गरे। गुरुमापा शक्तिशाली थिए, त्यसैले उनलाई हराउन भने सकेन। त्यसपछि मानिसहरूले एउटा उपाय निकाले र धेरै घोडाहरू टुँडिखेलमा छोडे। घोडाको शक्तिशाली तापले कुल्चिएर गुरुमापा मारिए। यसरी ती राक्षसप्रतिको विजय उत्सवको रूपमा घोडे जात्रा मनाउने परम्परा सुरुवात भएको विश्वास गरिन्छ। अझै पनि दौडने घोडाको तापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वासका साथ हरेक वर्ष यो चाड मनाइन्छ। यो पर्व केवल डर भगाउने मात्र होइन, बल, साहस र सुरक्षाको प्रतीक पनि हो। त्यसैले यो दिन घोडा दौडाइन्छ र सैनिक परेड पनि गरिन्छ। यदि तपाईहरूले योभन्दा भिन्न किम्वदन्ती सुन्नुभएको छ भने कमेन्टमा लेख्नुहोला है। अनि हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला।